न्याय पाउने भन्दा पनि न्याय किन्ने जस्तो परिवेश बन्दै गएको छ अहिले। कांग्रेस हो कि होइन, यो कहाँसँग कोसँग आबद्धता छ, यसको चाहिँ राजनीतिक लिगेसी चाहिँ के हो भन्ने हिसाबले खोज्ने चलन छ। त्यो चाहिँ जुन कुरा गलत हो। यो चाहिँ मैले यहाँलाई नै प्रश्न गरेँ, यहाँ कहाँ कुनसँग आबद्ध हुनुहुन्छ? म चाहिँ काठमाडौँ बारको सदस्य हो र म चाहिँ अब डिएलए नै हो। म नेपाली कांग्रेससँग हिजो विद्यार्थी राजनीतिदेखि नेपाल विद्यार्थी सङ्घसँग जोडिँदै आएको। अहिले पनि मैले यहाँलाई पनि दर्ता गर्न गाह्रो भयो? मलाई त गाह्रो भएन, किन सबैजना चिन्नुहुन्छ? मैले त लाइसेन्स लिनुभन्दा पहिला नै त्यहाँ बारको साथीहरू पनि चिन्थेँ। हामी त ल कलेज पढ्ने बेलामै त्यहाँ नेविसँग कुरा गाह्रो छ भन्ने कुरा त गाह्रो छ भन्ने त मलाई मात्रै होइन, यो घाम जत्तिकै छर्लङ्ग छ नि। सुनकोशी गाउँपालिकाको न्यायिक समितिमा जुन तपाईँहरूले जुन काम गरिरहनु भएको छ नि, मलाई अलिकति त्यहाँनिर कस्तो किसिमको कामहरू चाहिँ बढी हुँदो रहेछ भन्ने प्रसङ्गमा जान चाहन्छु। स्वयंवर गर्न लागेको बेलामा गएर पनि विवाह रोकेर बेहुलोहरू चाहिँ जन्तीहरूलाई त्यसै फिर्ता पठाएको उदाहरणहरू पनि छन् हाम्रो पालिकामा। उमेर नपुगेको बाल विवाहको कुराले गर्दा तपाईँहरू विवाही गर्नुहुन्छ भने गर्नलाई हामीले रोक्न खोजेको होइन, तपाईँहरू उमेर पुगेपछि गर्नु।